आफ्नो त अब कुरै छैन सभामुख महोदय। यति बेला जनताको कुरा लिएर हामी आएका हौँ। यहाँ हाम्रो केही छैन, खालि सिस्टममा हामी हिँडिरहेका छैनौँ। हजुरले देख्ने हामीलाई सिस्टममा हिँडिरहेको छैन, तर हामीलाई पनि कता कता शङ्का लागिरहेको छ। सायदै अहिलेको सरकारलाई, अहिलेको सत्तालाई कसैले सहयोग गरेको छ भने हामीले पनि होला। किनभने अहिले जे चिज हुन्छ त्यो चिज तपाईहरूले नफेर्दा राम्रो। सत्तापक्षका साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, हामीले हाम्रो प्रधानमन्त्रीको आवाजहरू जनताको बिचमा लान पाऊँ। कम्तीमा के चिज रहेछ, जति महँगो भए पनि बरु तिरौँ न। अब उहाँ त कलाकार मान्छे पनि हो, सायदै पैसामा हिजोतिर हिँड्ने बानी भएर हो कि? यदि होइन भने देश र जनताप्रति उत्तरदायी हुनुपर्छ। एउटा सांसदले रुलिङ हुँदाखेरि प्रधानमन्त्री अथवा सरकारलाई रुलिङ हुनुपर्छ। सभामुख महोदय, यो हजुरको गरिमाको कुरा पनि हो। आज के भइरहेको छ, यो त लाइभ गइरहेको छ नि त। हजुरले के गरिरहनु भएको छ, संसारले हेरेको छ, विश्वले हेरेको छ। त्यसो भएको हिसाबले पनि म अनुरोध गर्न चाहन्छु, कम्तीमा सबै चिजलाई समेटेर अगाडि बढ्यो भने हामी लक्ष्यमा पुग्छौँ। यदि हिजोकै जस्तो दम्बहरू हो भने हामी अधोगतितिर लाग्न सक्छौँ। यहाँहरू सबैजनालाई मेरो अनुरोध छ, सत्तापक्षका महाज्यूहरू कम्तीमा सम्झाइ बुझाइ गरेर ल्याउन प्रधानमन्त्री। धन्यवाद।